अहिले हामी यो सरदार वल्लभ भाई पटेलको यो स्ट्याच्युभित्र छौँ। यसलाई स्ट्याच्यु अफ युनिटी भनिन्छ। यो भारतको गुजरात राज्यको नर्मदा जिल्लामा यो नर्मदा नदीको किनारमा रहेको छ। यहाँ नजिकै सरदार सरोवर बाँध पनि छ। यो 182 मिटर लामो स्ट्याच्यु हो। दिस इज द स्ट्याच्यु अफ युनिटी। इट्स हाइट इज 182 meters and it is located on the bank of Narmada river in the Narmada districts of the Gujarat state of India, and it's just near to Sardar Sarovar Dam, and this is one of the two tourist places located in Gujarat. Let's see the interior part of this statue. यो स्ट्याच्युको ग्राउन्ड फ्लोर हो। स्ट्याच्यु अफ युनिटीको यो ग्राउन्ड फ्लोर हो। यहाँ फेस मात्र देखिने गरी यहाँ चाहिँ स्ट्याच्यु रहेको छ। यस्तो छ यहाँ भित्रको पार्ट, शरीर यस्तो छ पार्ट छ। यो शालिग उद्घाटनको बेलाको चित्र चाहिँ यहाँ छ। स्ट्याच्यु अफ युनिटी, स्ट्याच्यु अफ युनिटी छ। सरदार वल्लभ भाई पटेलको यो शालिग छ यहाँभित्र। बाहिरबाट हेर्दाखेरि यस्तै खालको मूर्ति देखिन्छ। यहाँ यस्तै खालको प्रतिमा देखिन्छ। यस्तो छ, यस्तो प्रतिमा छ यहाँ। आदरणीय दर्शकवृन्दहरू, अहिले हामी भारतको गुजरात राज्यको नर्मदा जिल्लाको यो नर्मदा नदीको किनारमा छौँ। यहाँ हामी सिधै अगाडि देख्न सक्छौँ सरदार वल्लभ भाई पटेलको 182 मिटर अग्लो यहाँ शालिग रहेको छ। यसै स्थानलाई स्ट्याच्यु अफ युनिटीको नामले चिनिन्छ। भारतको गुजरात राज्यमा स्थित स्ट्याच्यु अफ युनिटी विश्वको सबैभन्दा अग्लो शालिग हो। स्वतन्त्र भारतका पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री सरदार वल्लभ भाई पटेलको सम्मानमा यसको निर्माण गरिएको हो। भारतलाई एकताबद्ध बनाउन 565 भन्दा बढी प्रिन्सली स्टेटलाई भारतीय सङ्घमा गाभ्न उनले महत्त्वपूर्ण योगदान गरेका थिए। यस शालिगको उचाइ 182 मिटर छ। 182 मिटर राख्नुको कारण गुजरात विधानसभामा कुल 182 सदस्य हुने भएकोले उनीहरूको प्रतिनिधित्व गराउनु हो। यसको उद्घाटन 2018 अक्टोबर 31 सरदार पटेलको 143औं जन्म जयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। यो गुजरात राज्यको नर्मदा जिल्लाको केवडिया स्थित नर्मदा नदीको सागु बेट टापुमा सरदार सरोवर बाँधको ठिक अगाडि रहेको छ। यस शालिगका मूर्तिकार राम सुतार थिए भने यसको निर्माण लार्सेल एन्ड टोर्बो कम्पनीले गरेको थियो। यो शालिग 6.5 म्याग्निच्युडसम्मको भूकम्प र प्रति घण्टा 220 किलोमिटरसम्मको तीव्र हावाहुरी सहन सक्ने गरी इन्जिनियरिङ गरिएको छ। सन् 2014 देखि निर्माण सुरु भई 33 महिनामा सम्पन्न भएको यो शालिगको निर्माणमा भारतका लाखौँ किसानहरूबाट खेतीपातीका पुराना औजारहरू सङ्कलन गरी 135 टन फलाम यसको निर्माणमा प्रयोग गरिएको थियो। यसको कुल लागत 2,989 करोड भारतीय रुपियाँ रहेको छ। सरदार वल्लभ भाई पटेलको जन्म सन् 1875 अक्टोबर 31 गुजरात राज्यको खेडा जिल्लाको नडियाडमा भएको थियो भने उहाँको मृत्यु सन् 1950 डिसेम्बर 15 भारतको मुम्बईमा भएको थियो। 565 भन्दा बढी प्रिन्सी स्टेटलाई कूटनीतिक र राजनीतिक निपुणताका साथ एकीकृत गरी एउटै अखण्ड भारतको निर्माण गरेकोले उहाँलाई आइरन म्यान अफ इन्डिया भनिन्छ। सन् 1917 गान्धीको विचारबाट प्रभावित भएर कानुन व्यवसाय त्यागेर स्वतन्त्रता आन्दोलनमा उहाँ होमिनु भएको थियो। सन् 1918 को खेडा सत्याग्रहको नेतृत्व, सन् 1928 को बारडोली सत्याग्रह सफल भएपछि त्यहाँका महिलाद्वारा उनलाई सरदारको उपाधि दिइएको थियो। हैदराबादका निजामले भारतमा गाभिन अस्वीकार गरेपछि सैन्य कारबाही गरी हैदराबादलाई भारतमा उहाँले विलय गराउनु भयो। आइएएस र आइपिएसको रूपरेखा तयार गरेकोले उहाँलाई प्याटर्न सेन्ट अफ इन्डिया सिभिल सर्भेन्ट पनि भनिन्छ। उनको जन्मदिन अक्टोबर 31 भारतमा राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरिन्छ। सन् 1931 कराचीमा भएको भारतीय राष्ट्रिय कङ्ग्रेसको 46औं अधिवेशनबाट उहाँ प्रेसिडेन्टमा चुनिनु भएको थियो र भारत स्वतन्त्र भएपछि उहाँ भारतको पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभएको थियो। यसरी यो पटेलले राष्ट्रको निर्माणमा र राष्ट्रिय एकताको सन्दर्भमा महत्त्वपूर्ण योगदान गरेको हुनाले
उहाँको जन्मदिन अक्टोबर 31लाई राष्ट्रिय एकता दिवसको रूपमा पनि भारतमा मनाउने गरिन्छ। तल देखिने नदी हो नर्मदा नदी। कस्तो लाग्यो सर? एकदम राम्रो सर, एकदम राम्रो है। विशाल संरचना, विशाल संरचना है। वर्ल्डकै सबभन्दा टलेस्ट स्ट्याच्यु, यो विश्वको सबभन्दा अग्लो स्ट्याच्यु हो। महत्त्वपूर्ण।